ल हेर्नुहोस् है गाइस, फाइनल्ली हेर फोहोर कस्तो निस्क्यो। एकदम धुलो मैलो जुन फोक्सोमा चाहिँ गएर चाहिँ जुन फोहोरहरू है, यो फोक्सोमा गएर जुन धुलो मैलोको जुन फोहोरहरू जमेको है, फोक्सोलाई असर गरेको होइन। देख्नुहोस्, आम्मामा निक्ल्यो त्यसका बाद। अब यो एक हप्ता जति चाहिँ मजाले रेगुलर गर्नु पर्यो, क्लिन बनाउने गर्नु पर्यो है। हेर्नुहोस् त, आम्मा हो अति आनन्द नि। मलाई निन्द्रा झप भइसक्यो। त्यसबाट निन्द्रा लाग्ला जस्तो भइसक्यो नि। ल यस्तो कस्तो आनन्द फिल गर्छु। निन्द्रा लाग्ला भइरहेछ हौ। के भएको त्यसको बाद